यदि तपाईँले अहिलेको सेलरी भन्दा डबल सेलरी पाउनुभयो भने पनि तपाईँ धनी हुनुहुन्न। तपाईँ झन् गरिबीको दलदलमा फस्न सक्नुहुन्छ। यो भनाइ रिच ड्याड पुअर ड्याडका अथर रोबर्ट कियोसाकीले आफ्नो बुकमा लेखेका छन्। यो बुकमा रोबर्ट भन्छन्, जब अरे देखो कसैले क्या उनीसँग धनी बन्नको लागि पहिलो क्या देख कदम रहा है? के हो भनेर सोध्थे, उनले त्यही उत्तर दिन्थे जुन उत्तर उनका धनी बुवाले उनलाई दिएका थिए। र धनी बुवाले रोबर्टलाई अक्सर भन्ने गर्थे, यदि तिमीलाई धनी बन्न मन छ भने पहिले तिमी फाइनान्सियली लिटरेट हुनुपर्छ, यानि कि तिमीलाई एसेट र लायबिलिटीको बारेमा थाहा हुनुपर्छ। उनका अनुसार एसेट भनेको त्यो चीज हो जसले तिम्रो पकेटमा पैसा ल्याउँछ र लायबिलिटी भनेको त्यो चीज हो जसले तिम्रो पकेटबाट पैसा लान्छ। जस्तै यदि तपाईँले कुनै घर रेन्टमा दिनुहुन्छ भने प्रत्येक महिना तपाईँको गोजीमा इन्कम आउँछ र यदि तपाईँ त्यो घरमा आफै बस्नुहुन्छ भने त्यसको मेन्टेनेन्समा तपाईँको पकेटबाट पैसा निस्किन्छ। त्यसैले त्यही लायबिलिटी भन्छ। यसको मतलब लायबिलिटी राख्दै नराख्नु भने होइन, राख्नुहोस् तर एसेट भन्दा कम राख्नुहोस् र आफ्नो म्याक्सिमम इन्कम लायबिलिटीमा भन्दा पनि एसेटमा इन्भेस्ट गर्नुहोस्।